हेलो गाइस नमस्ते। अब चाहिँ म टक्क लाएर स्केटिङ खेल्न जाँदा साथीहरूसँग सेमन सोल्टी टक्क लाएर मुनिबाट आउँदैछ हाँस्दै आउँदैछ। एकजना साथीहरू आएर टक्क जाँदैछौँ। हाम्रो केटाहरूको पारै छुट्यो यहाँ डल्ले चस्मा लाएर हिँड्दैछ, हाँस्दैछ पछाडि फर्किँदै। टक्क केटाहरू हिँड्दैछन्। टक्क हामी सन्तानेश्वरनिर आइपुग्यौँ तलतिर। हामी चाहिँ अब टक्क जनविकास भन्ने स्कुलमा आएर हिँड्दैछौँ। केटाहरूले कुरा गर्दै म चाहिँ सुन्दै लाइक त केटा हो टक्क बर्सेबारीनिर आइपुग्यौँ हामी। अब टक्क लाएर साथीहरू चाहिँ फोटो खिच्नको लागि पोज दिइरहेका छन्, खुसी हुँदैछन् केटाहरू टक्क लाएर। अब हामी भित्र जाँदैछौँ। भित्र चाहिँ यस्तो थियो, यो चाहिँ हो बर्सेबारीको जङ्गल। त हामी चाहिँ मन्दिरतिर लाग्यौँ। मन्दिरभित्र चाहिँ यस्तो थियो र हामीले दर्शन पनि गरेको। अब स्केटिङ खेल्न लाग्यौँ। बर्सेबारी जङ्गलभित्र चाहिँ यस्तो थियो र रमाइलो भइरहेको थियो। केटाहरूलाई अगाडि पठाउँदै म चाहिँ टक्क लाएर भ्लग बनाउँदै थिएँ। अब चाहिँ हामी स्केटिङ खेल्ने ठाउँमा आएर स्केटिङ खेल्दैछौँ र मेरो साथी हिमालले धेरै राम्रो स्केटिङ खेल्दै थियो। स्केटिङ खेलेर अब हामी चाहिँ घरतिर लाग्दैछौँ। जाँदै क्रममा बाटोमा एउटा को मान्छेले माथि बसेर मुद्दै थियो र हामी तल बसेर हाँस्दै थियौँ। अब हामी चाहिँ आँप खाँदै घरतिर लाग्दैछौँ। मेरो डल्ले साथीले चाहिँ आँप खाएको र झोलामा आँप देखाइरहेको थियो। आइपुगे साथीहरूलाई सबैलाई छोडेर साइडमा कुकुरलाई पनि देखाएँ त। बाई गाइज बाई।